आज हामी गएका छौँ एउटा स्पेशल ठाउँ जो एकदमै सुहाउँदो छ। ये हमको देख ही नहीं पा रहा है। अब ढिला नगरी हामी अगाडि बढ्दै जाउँ, एउटा डायलग सुनेरै जाउँ। ट्याङ्कीमा पानी सिद्धेपछि भर्नु होला, यो च्यानललाई प्लिज अहिले सब्स्क्राइब गर्नु होला। अब चाहिँ हामी गाइज त्यो स्पेशल ठाउँ घुम्नलाई अब हामी जाँदैछौँ। हामी जान्छौँ, अब हामी बाटोतिर लाग्नेछौँ। त्यसको लागि लाइक गरिदिनु होला भिडियोलाई, लास्टमा बनिरहनु होला। अब हामी गइसकेका छौँ ठाउँ आउन लागिरहेको छ, जहाँ हामीहरू देख्न सक्छौँ खेतबारीमा हामी छौँ। अहिले चाहिँ अगाडि देख्न सक्छ दिदीबहिनीहरू खेत रोपिरहनु भएको छ र चाहिँ दाजुभाइहरू भ्लग बनाउँदै बसिरहनु भएको छ। कैसा लगा मेरा मजाक? अहिले चाहिँ यतिखेर धेरै पानी परिरहेको छ गाइस। अहिले हामी खेतमा आइसकेका छौँ। देख्न सक्नुहुन्छ हाम्रो दाइ भाइहरू सबै लगाइरहनु भएको छ। यो कोन है? त्यसपछि हामी अब खेतलाई देख्न सक्छौँ, एकदम बिहा रोपिरहनु भएको छ। यति लामा लामा गराहरू एक्लै भ्याउन सकिरहनु भएको छ, तर सक्नु भएको छैन। त्यसपछि अब हामी हेर्दै गर्दाखेरि अगाडि देख्न सक्नुहुन्छ हाम्रो टन्नै खेतहरू छ, जहाँ अझै बाँकी नै छ र कतिपय खेतहरू समेत सबै भ्याइसकेको छ, किनभने हामीले सकिसकेका छौँ सबै। अब हामी अरू अरू खेतलाई पनि देखाउनेछौँ गाइस। यस समयमा दिदीबहिनी एकदम कडा मेहनत गरेर नास्ता खाएर आएका छन्। उनीहरू फेरि पनि अब मेहनत परिश्रम गर्दैछन्, देख्न सक्नुहुन्छ। त्यसपछि हामी अब अगाडि बढ्दाखेरि जाउँ, हाम्रो केही साथीहरूलाई पनि भेटौँ, टक्क यसो भ्लग होइन बनिरहनुला। चलो भाइ देखो अब मैं क्या करता हूँ। त्यसपछि अब हामी जाँदैछौँ। हाम्रो एक पछाडिको सिन हाम्रो जुन खोला देख्न सक्नुहुन्छ, तलदेखि बगिरहेको छ तलतिर पाइ, र पछाडि चाहिँ रोपिरहेका छन् धानहरू र यसै गरी बाबुले हेरी टोलाइरहेका थिए। त्यसै गरी अब हामी धानको बिउलाई फालेर एउटा टेस्ट गरिहालौँ कति राम्रो छ। डिप्रेसनमै जस्तो जाने यस्तो छ यो काम देखेर। अहिले चाहिँ अब यतिखेर हामी बिस्तारै यो घरतिर लाग्ने सुसार भइरहेको छ। खेतहरू देख्न सक्छ टन्नै। अब चाहिँ हामी घर जाँदैछौँ। बन्द नहीं करना भाइ, बन्द नहीं करना, बन्द कर दिया तो खत्म हो जाएगा। ठिक अब हामी जाँदैछौँ। त्यसपछि हामी अब गेट सेट खोलेर टक्क अगाडिबाट छिरेर अब हामी चप्पल पक्रेर घरतर्फ लागौँ। आज चाहिँ हाम्रा ढाडका पाताहरू सब दुखिसकेका छन्, कपालका रेसाहरू सब खसिसकेका छन्। मलाई एकदम आशा छ यहाँहरूले सब्स्क्राइब गरिसक्नु भएको छ यो च्यानललाई। अलमा क्लिक गरिदिनु होला, किनभने अब अर्को भिडियो आउँदैछ योभन्दा पनि खतरा डेन्जर, त्यो भिडियो हेर्न पाउनुहुनेछ। र यो च्यानललाई फर्गेट नगर्नु होला, यो कन्ठ गरिदिनु होला। अहिलेलाई बाई, किनभने ढाड दुखेको छ।